हेलो एभ्रिवान, जय मसी तपाईहरु सबैजनालाई। सो नयाँ भ्लगमा तपाईहरु सबैजनालाई स्वागत गर्न चाहन्छु र विशेष गरी आजको यो समय चाहिँ हामीले यसरी च्यालेन्ज लिएर आएका छौँ तपाईहरुको माझमा। मेरो साइडमा मेरो प्यारी बहिनी हुनुहुन्छ सुप्रिया मोक्तान र म मिलन मोक्तान। आज हामी दुईजना चाहिँ भिडियो गर्न जाँदैछौँ र च्यालेन्ज चाहिँ के कुरा छ भन्दाखेरि चाहिँ हाम्रो अगाडि करेन्ट नुडल्स छ र अन्डा छ र साइडमा हाम्रो यो पानीपुरी पनि छ र कोक पनि छ। यसलाई चाहिँ म हालिहाल्छु है त। हम मालूम है तेरे बाप को मत सिखा चल। यो चाहिँ बहिनीको लागि पनि है। सकिन्छ यत्रो न? ओके, अब हामी हाम्रो च्यालेन्जतिर हामी अगाडि बढ्नेछौँ। यो जसले चाँडो सकाउन सक्छ त्यो चाहिँ विजेता हुन्छ र विजेताको लागि चाहिँ विशेष उपहार छ आज चाहिँ है। र के भन्दाखेरि चाहिँ सो this ice cream yummy, ice cream good, ice cream yummy. for the winner है। यो चाहिँ एकदम मजाको चिसो, यो यस्तो प्योर खाइसकेपछि चाहिँ बवाल हुनेवाला छ यो चिज खाँदै गर्दाखेरिमा। र अर्को सरप्राइज छ, त्यो चाहिँ तपाईहरुलाई लास्टमा हामी भन्नेछौँ। ढिलो नगरिकन आज हामी हाम्रो भिडियोमा अघि बढ्नेछौँ। ल सुरु हो। रेडी रेडी 1 ना ल साथीहरु, पानीपुरी चाहिँ यसरी साइड साइडमा हाल्नु पर्यो है। टिकटहरु गाह्रो पर्यो। हाल हालिदिनु हुन्छ। 1 2 3 4 5 6 7 8 9 10 वटा। ल हाम्रो पानीपुरीको झोल पनि आइसकेको छ। आजको यो बहिनीसँग च्यालेन्जमा चाहिँ कसले जित्छ है तपाईहरुले जस्तो कमेन्ट पनि गर्न सक्नुहुन्छ। ओके, सुरु गरौँ है। लेट्स स्टार्ट, बिगिन द ब्याटल। 1 2 3 गो। ल ल ल ल ल सुरु भयो। म त अघि बवाल चिउरा हाने थिएँ यार, पेटै फुलेर खानै सक्दिनँ। कस्तो नुन चर्को कसले हालेको यो? अन्डामा हो क्या यो? मैले अघि अन्डामा हालेको। अच्छा पानीपुरी पनि जस्तो भयो राम्रो। जित्ने त आज मैले नै हो क्या। ओके, गरे पनि जित्ने त खासमा दाइले नै हो क्या। म त खान सक्दैन क्या। झेली हो झेली। अघि नै मलाई चिउरा मासु दिएर अहिले मलाई च्यालेन्ज खेल्ने भनेर यस्तो झिल्ली गरे क्या। आफै खाएको है। क्या हो भोलि खेल्ने च्यालेन्ज फेरि? भोलि बिहान फेरि च्यालेन्ज गरौँ न। यो च्यालेन्ज अहिलेलाई क्यान्सल गरौँ। कसले खाने यत्रो अब यो? देखा आपने लापरवाही का नतीजा है। चार 5 भन्दा होइन होला त्यस्तो त होइन। जसको धेरै बढी हुन्छ त्यसले जित्छ नि त खासमा त। What? Bro, what are you talking about, man? नाकबाट बवाल आएन नि कमेडी खोजेर
ए हो comedy। यो पनि राख्छ क्या हो राख्ने हो साथी राख्ने हो यही त्यो मानपुरी माग्नु त्यहाँ को हान्नु पुरै सक्नुपर्छ कान्छी यो त आफ्नो हेर्नु न आफ्नो एक दुई तिन चार पाँच छ सात सम्म छवटा छ चल झूठा देख्ने बस साथी हो यो त मेरै हो क्या जित मेरै हो क्या यसो खायो भने त चाँडै सकिँदैछ यार पैसा परिचय त फालो हुँदैन नि होइन भुइँमा खसेर टिपेर खानुपर्छ क्या कोदालोको दाँत अस्ति कोदालो कहाँ गयो भनेको त कोदालो त कहाँ मान्छेले बोकेर हिँडिरहेको के गरिरहेको के चटेलमा त्यो त झेली गरेर हाने कहाँ छ त खोइ के पाइँदैन है दादा मान्छे यहाँ मरी खाइरहेको छु चाहिँ लुगा खाएको दादा हाँस्दै छ छैन किन हाँसिरहेको नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है जरूर कोई ना कोई गड़बड़ डिसिजन भनेको लुगा हाँस्दै छ के ऊ छैन साथीहरू मैले ऊ भित्र हाले के हो छैन कहाँ छ यो क्यों निस्कन लाग्यो अच्छा लुकाउन पाइँदैन है भएको एकछिन त ध्यान गर्नु पर्यो अब म है दादा ओ दादा चीटिंग करता है तू दादा दादा ओ दादा राम पिनु भएन त लु मैले गिभ अप गरेँ ल हारेन त्यही भएर अगाडि धेरै बोल्नु हुँदैन क्या यहाँबाट तपाईँहरूले Okay. एजेन्डा हो क्या अघि नैको अघि नै एजेन्डा
यस्तो होइन नि यो। विनर सुप्रिया मलाई मुक्ता अघि नै चिउरा र अझ मासु पनि के को मासु प्लिज ल मैले त्यस्तो चोराचीको मासु खुवाएर मलाई चिउरा र मासु घिचाएर मलाई खुवाएर मलाई आफू जित्नको लागि भोकै बसिरहेको मैले जित्नु सक्छु होला त त्यो पनि म जित्छु भने यतिसम्म त मैले के बोल्छ आज पुराकै हो कहाँ झुरो बोलेको यति पुराकै हो मैले अब पहिलो पुरस्कार पहिलो प्राइज चाहिँ हस्तान्तरण हुन लाग्दैछ साथीहरू ताली बजाउन रेडी हुनु होला है त तपाईँहरू ओके and 1 2 3 and go यो चाहिँ हाम्रो फर्स्ट फोटो हो यहाँ लेखेको जस्ट फर यु सो यो चाहिँ हामी अब हाम्रो विनरलाई हामी दिनेछौँ थ्याङ्क यू सेकेन्ड गिफ्ट भनेको चाहिँ हाम्रो रहेको छ आइसक्रिम र यो आइसक्रिम चाहिँ के को फ्लेभर रहेछ भन्दाखेरिमा चाहिँ भ्यानिला फ्लेभरको आइसक्रिम यो पनि यो चाहिँ सेकेन्ड गिफ्ट सेकेन्ड प्राइज गिफ्ट हामी दिन जाँदैछौँ गरिदिनु होला सुप्रिया मुक्ता ल अब हामी थर्ड गिफ्ट बाँड्न जाँदैछौँ थर्ड गिफ्ट छ यो गिफ्टलाई पनि म हस्तान्तरण गर्न चाहन्छु र यसको आधी भाग चाहिँ म पनि भागीदार हुनेवाला छु हुँदैन है त गाइज साथीहरू ल खै लिऊ न हौ थ्याङ्क यू म पनि यसरी लिनु पर्यो आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो एकदम जेन्युन र एकदम मिठो एकदम राम्रो कमेन्ट गरिदिनु हुन अनुरोध गर्न चाहन्छु कस्तो लाग्यो तिमीलाई राम्रो लाग्यो आशा छ तपाईँहरूले यो भिडियोलाई एकदम माया गरिदिनु हुनेछ भन्दै आज यो समय हामी तपाईँहरूको माझबाट बिदा हुन चाहन्छौँ तपाईँ सबैजनालाई बाई बाई एन्जोय म्युजिक